मार्गीहरूले ईश्वरको कुरा गर्छन् त्यो मार्गबाट। तर ज्ञान मार्गीहरूले ईश्वरको कुरा गर्दैनन्, किनभने मान्छे संसारमा आइसकेपछि उनको अन्तिम उद्देश्य आवश्यकता भनेकै दुःखबाट मुक्त हुनु हो। दुःखबाट मुक्त हुनको लागि कि भगवान भेट्नु पर्यो, कि भगवानलाई साक्षात्कार गर्नु पर्यो। जसले यो सृष्टि बनाएको छ त्यो सत्ता, त्यो अस्तित्व, त्यसलाई साक्षात्कार गर्नु पर्यो। कि ज्ञान मार्ग अनुसार आफै आफ्नो चित्तभित्रको शून्यतालाई बोध गर्नु पर्यो। किनकि मान्छेको जति पनि मनोदुःख हो त्यो जम्मै विचारबाट जन्मिन्छ।